Hello everyone. Hello. Good evening. Good evening सेवारो everyone. अहिले चाहिँ 5:18 भएको छ सो इभिनिङ टाइम छ एकदमै बाहिर के छ ब्युटिफुल इभिनिङ अनि यो भिडियो चाहिँ मैले के को लागि बनाएको भने हामी चाहिँ दिदी बहिनी हो हैन हो नि अनि त्यहाँदेखि एज अ फ्रेन्ड पनि हामी साथी पनि हो अनि त्यहाँदेखि पहिला सानोमा हामी फेरि सबभन्दा धेरै दुश्मन पनि थियौँ हैन दिनकै हाम्रो फाइट हुन्थ्यो दिनमा कति 5 खेप 6 खेप हैन हाम्रो बेला किस्ता किस्तामा हुन्थ्यो सानो सानो कुरामा अनि त्यो मेमोरीहरू चाहिँ धेरै नै छ तपाईहरुको पनि छ भने भन्नु होला अनि त्यो स्पेशली चाहिँ के को बारेमा पढ्थ्यो भन्नु त नाना त्यो झगडा थाहा छ मलाई थाहा छ त्यो चाहिँ धेरै जस्तो चाहिँ हाम्रो ड्रेसहरुको बारेमा पढ्थ्यो ड्रेसेसहरुको बारेमा अनि त्यहाँदेखि पैसा त्यो घरबाट दिन्छ नि खाजा खाने पैसा हो त्यसको बारेमा पढ्थ्यो अनि धेरै नै झगडा पर्थ्यो हाम्रो चाहिँ कति वर्षसम्म चल्यो यो अलमोस्ट म 12 वर्षको हुँदासम्म चल्यो होला 12-13 वर्षकोसम्म अनि त्यहाँदेखि चाहिँ हामी यता अलग अलगै बस्यौँ त्यहाँदेखि त्यो सिलसिला खतम भयो अनि अहिले चाहिँ हाम्रो त्यहाँदेखि प्रत्येक वर्ष एक वर्षमा भेट हुन्छ हैन अनि विन्टरमा डिसेम्बर टु जनवरी उसको भेकेसनमा हाम्रो भेट हुन्छ अनि चाहिँ सिक्किम हो उसको घर चाहिँ हामी चाहिँ म चाहिँ यता नेपालमै बस्छु अनि यो भिडियो चाहिँ मैले के को लागि बनाएको भने धेरैजना टिकटकको साथीहरूलाई त थाहा छ हामी को दिदी को बहिनी भनेर हैन अनि कतिलाई चाहिँ थाहा पनि छैन अनि को दिदी जस्तो लाग्छ तपाईहरुले कमेन्ट्स गरिदिनु होला अनि को राम्री लाग्छ त्यो पनि त्यो त भन्नु पर्दैन मै छु हैन त्यो त कमेन्ट नगर्दा पनि हुन्छ त्यही पनि यता त्यही पनि हैन लेखिदिनु होला को राम्री भनेर पनि कमेन्ट गरिदिनु होला भन्दै हामीले चाहिँ यो चाहिँ एउटा जस्ट रमाइलो अनि मेमोरीको लागि पनि किनभने अब उसको छुट्टी सकिन आट्यो फर्किने बेला पनि भइसक्यो हुँदा त्यही भएर खुसी पनि भेट हुने बेलामा के हुन्छ खुसी अनि अब के नि छुट्ने टाइम भनेपछि अलिअलि दुःख पनि सेयर गर्दै अहिलेलाई भिडियो चाहिँ यही बन्द गर्न चाहन्छु थ्यांक यू बाइ बाइ